हामीले प्लान केमा गर्यो त 30-60 एङ्गलमा हैन प्लान एङ्गल भन्छ नि त्यसलाई है अस्ति टर्म्सहरु बुझ्यौ हामीले है राख्यौं यता हो तर अस्ति हामीले सुरुमा गरेदेखि हामीले के गर्यौं त अब्जेक्ट राख्दाखेरि अब्जेक्ट टु प्लान एङ्गल मिलाउँदाखेरि कुनै पनि एउटा पोइन्ट चाहिँ पीपीसँग टच गराएर गर्यौं हो अगाडिको जुन जति पनि हामीले गर्यौं दुई तीनवटा गर्दाखेरि सबैमा चाहिँ हामीले के गर्यौं त पीपीमा टच गरेर गर्यौं अब अहिले यहाँ गर्दाखेरि हामीले के गर्यौं त पीपीमा टच भएको छैन भएको छ छैन हैन पीपीमा टच भएको छैन पीपीमा टच नहुँदाखेरि कसरी हामीले अगाडि बढ्ने ग्राउन्ड लाइन राखेर हामीले एलिभेसन पनि बनायौं हो त्यसको हाइटको लागि भनेर हामीले एलिभेसन बनायौं त्यसपछि हामीले के फिक्स गर्यौं त एचएल भनेको आई लेभल यही कहाँबाट हेर्ने अब एचएल कहाँ छ त अब्जेक्ट भन्दा माथिको लेभलमा छ नि हैन यो अब्जेक्ट छ अब्जेक्ट भन्दा माथि भएको छ एचएल माथि भनेपछि के भयो त त्यो हामीले के गर्दैछौं बोथ साइड भ्यू गर्दैछौं हो त्यति क्लियर भयो है अब यति गरिसकेपछि सुरु गर्नु पर्यो हामीले अस्ति सुरु गर्दा के गर्छौं त जुन पोइन्टमा टच भएको छ त्यो टच भएको पोइन्टबाट के गर्छौं त स्ट्रेट लाइन तान्छौं अनि ग्राउन्ड लाइनमा त्यो फिक्स गर्छौं है अब अहिले हामीसँग हाम्रो कुनै पनि अब्जेक्ट कुनै पनि पोइन्ट हैन अब्जेक्टको पोइन्ट टच भएको छैन त्यस्तो केसमा चाहिँ हामी के गर्छौं कुनै एउटा लाइनलाई यसरी एक्सटेन्ड गरेर यहाँ टच गराउँछौं है पीपीमा टच गरायौं बुझ्यौ के गर्ने केसमा यस्तो भयो भने हामीले रेफरेन्स लाइन हुन्छ त्यो रेफरेन्स लाइन चाहिँ कस्तो हुनु पर्यो त अब्जेक्टबाट चाहिँ एक्सटेन्ड भएर पीपीसँग टच गराउन ल्याउनु पर्यो बुझिन्छ क्लियर भयो है अब यति भइसकेपछि के गर्ने यो टच भएको पोइन्ट हाम्रो ग्राउन्ड लाइनमा स्ट्रेट भर्टिकल आउँदाखेरि त्यही नै पोइन्ट हुन्छ हाम्रो पर्सपेक्टिभको त्यो स्टोरी भयो है अब मैले यहाँबाट सिधा एउटा लाइन ताने यो पोइन्ट हैन यो यदि पोइन्ट यो ओ हो भने यो पोइन्ट ओ हुने भयो बुझिन्छ है यति बुझ्नु भयो बुझ्यो है के नबुझेको छ छैन है अब यति आइसकेपछि अब के गर्नु पर्यो हामीले यो लाइन पता लगाउनु पर्यो है यो लाइन किनभने यो पोइन्टबाट सुरु भएको छ नि अब्जेक्ट यो पोइन्टबाट सुरु भएको छ भने यो एक्सटेन्ड भएर आएको छ यो लाइन भनेको कुनसँग प्यारलल त कुनसँग प्यारलल VP1 सँग हैन हो यो ओ बाट आएको लाइन ओबाट हाम्रो यो लाइन छ नि यसमा पर्छ नि अब्जेक्ट त यो लाइन हामीले पहिला निकाल्नु पर्यो यो लाइन भने कुनसँग प्यारलल VP1 सँग प्यारलल है VP1 सँग प्यारलल यति आयो अनि अब हामीलाई रिक्वायर्ड पोइन्ट भनेको यो हो है यो पोइन्ट हो अब यो पोइन्ट भनेको यो लाइनमा पर्छ भन्ने कुरा हामीलाई थाहा भयो क्लियर है त्यसमा पर्छ भन्छ अब यो पोइन्ट गर्नलाई के गर्नु पर्यो हामीले स्टेसनबाट भिजुअल रे तान्नु पर्यो हो अनि यहाँ ट्रेसिङ पोइन्ट आयो त्यसपछि हाम्रो के हुनु पर्यो भर्टिकल ड्रप हुनु पर्यो यो पोइन्ट आयो कि आएन बुझ्यौ इन्टरसेक्टिङ पोइन्ट यो यदि ए हो भने यो के भयो त यो ए हो बुझिन्छ बुझ्यो है बुझिन्छ बुझेन यो एक्सटेन्ड गरेको पोइन्ट यहाँ छ यो पोइन्ट डाइरेक्ट ग्राउन्ड लाइनमा आउँछ त्यति थाहा छैन थाहा भयो अर्को यो लाइनमा पर्छ अब्जेक्टको लाइन है अब्जेक्ट सुरु भएको यो लाइन छ अब यो लाइन निकाल्नलाई यो लाइन भने कुनसँग प्यारलल VP1 सँग प्यारलल त्यही भएर हामीले VP1 सँग जोड्न गयो अब यो पोइन्ट आउनु पर्यो यो पोइन्टको लागि के गर्ने स्टेसनबाट भिजुअल रे अनि भर्टिकल ड्रप क्लियर अब हामीलाई कुन आयो त यो पोइन्ट आयो अब यो पोइन्ट निकाल्नलाई के गर्नु पर्यो स्टेसनबाट भिजुअल रे है यहाँदेखि
सब्जेक्ट चेन्ज गर्ने होइन अनि त्यसपछि भर्टिकल आयो यदि यो पोइन्ट पी हो भने यो के भयो त हाम्रो बी हो क्लियर क्लियर छ है अब त्यसै गरी यो लाइन आउनु पर्यो यताको यो लाइन भनेको कुनसँग प्यारलल त VP2 सँग प्यारलल अब VP2 मा हाल्नु पर्यो है बुझ्यो VP2 सँग अब अर्को भनेको यो पोइन्ट निकाल्नु पर्यो अहिले हामीले यो डिटेलिङ छोड्छौँ है यो पोइन्ट निकाल्नु पर्यो त्यो पोइन्टको लागि के गर्ने स्टेसनबाट भिजुअल रे अनि यहाँबाट भर्टिकल ड्रप है अब यो AB यो C मैले D भने अनि यो पोइन्ट के भयो त D भयो है अब अर्को हामीले के गर्नु पर्यो हाइटको लागि के गर्ने हामीले के भनेछौँ पीपीमा टच भएको पोइन्टमा मात्रै के हुन्छ त ट्रु हाइट आउँछ है भनेपछि अब हाम्रो हाइट भनेको यो हो यो पोइन्टमा ट्रु हाइट आयो है बुझ्यो ट्रु हाइट अब के गर्नु पर्यो तर पनि सेम प्रोसेस हामीले के गर्नु पर्यो यहाँबाट यसमा र अर्को यसमा बुझ्यो अब हाम्रो रिक्वायर्ड के भयो त बुझिरहेछौ आयो माथिको आइरहेछ है बुझ्यो बुझेको छ कि छैन यो पोइन्ट भनेको टच भएको जुन चाहिँ हामीले रिफरेन्सको लागि लिएको भयो अब्जेक्ट सुरु भएको छ A बाट त्यही भएर O बाट P1 मा जोडेर हाम्रो A आयो अनि हाइटको लागि पनि सेम थिङ है यहाँबाट आयो डिफरेन्स है एक्चुअल यो पोइन्टबाट P1 मा अनि यो A को माथि जुन पोइन्ट छ त्यो भयो त्यहाँबाट चाहिँ अब्जेक्ट सुरु भएको भयो क्लियर सजिलै छ हामी के गरिरहेको छ अहिले एउटा क्युब खोलिरहेको छ अब पछाडिको पोइन्ट निकाल्नलाई के गर्नु पर्यो यो र यो जोड्नु पर्यो हामीसँग B छ D छ हैन यो भनेको कुनसँग प्यारलल VP2 सँग प्यारलल अनि अर्को VP1 सँग प्यारलल आयो कि आएन त है बुझिन्छ ल माथिको जुन हाइट आएको छ त्यो हाइट आएपछि हाम्रो यहाँ पछाडिको जुन कर्नर पोइन्ट्सहरु आयो यो दुईटा लाइनको इन्टरसेक्सन जस्तै अघि नै तपाईहरुले 2 पोइन्ट पर्सपेक्टिभमा गर्नुभयो नि प्यारलल तानेर अनि पछाडिको इन्टरसेक्टिङ पोइन्ट निकाल्नु भयो सेम त्यही प्रोसेसमा तपाईले अर्को भनेको स्टेसन पोइन्टबाट भिजुअल रे अनि प्रेसिङ पोइन्टबाट भर्टिकल ड्रप त्यसरी पनि गर्न सकिन्छ अर्को इन्टरसेक्टिङ मात्रै गरेर पनि हामीले गर्न सकिन्छ क्लियर के भयो बुझेन क्युब बुझेछ कि छैन सेम त्यही त हो क्युब बुझिसकेपछि यो मात्रै हो रिप्लेस मात्रै भएको छ O बाट A सम्म पुग्यो O बाट A डैश सम्म पुग्यो त्यसपछि त सेम त्यही हैन प्रोसेस गर्नुस् अनि बुझ्छ नगरेसम्म काम लाइनहरुलाई ठुलो बनाउन सानो गर्छ अनि कसरी सानो पनि नगर्ने अलिकति ठुलो बनाउनु अब यो पोइन्टहरु निकाल्नु पर्यो है
मैले EF राखेँ है, G र H हो। यो E र F भनेको मैले यसरी जोडेँ भने यो एउटै लाइनमा छ कि छैन? कुन लाइनमा छ त्यो? A र D को बीचमा छ नि है। AD लाइन भित्रै नै we have E and F हो। A र D को बीचमै छ भने A र D भनेको त लाइन हामीसँग अलरेडी आइसक्यो, भनेपछि यही लाइनमा पर्छ भन्ने कुरा चाहिँ थाहा भयो कि भएन हामीलाई? यही लाइनमा पर्छ हो। अब के गर्नु पर्यो? स्टेसनबाट भिजुअल है, एउटा यो अर्को यो है, पियर्सिङ पोइन्ट आयो। अब के गर्नु? भर्टिकल ड्रप। ल भर्टिकल ड्रप भएपछि के भयो त? हाम्रो यो लाइन आयो कि आएन? दिस वान एन्ड दिस वान। अगाडि आएर हेर न, सानो भयो। मैले यहाँ ठुलो गरेँ भने त झन् यो नै आउँदैन। अब चाहिँ के बनाउनु गाह्रो हुन्छ नि त मलाई। वहाँ कसरी गर्ने है? के भयो यो? E अनि यो F। सिमिलरली अब अर्को अब G र H भनेको के गरिरहेको छ? यो र यो लाइनमा पर्छ है। E र F बाट आएको लाइन, E र F बाट आएको लाइन भनेको यो चाहिँ कुनसँग प्यारलल छ त? VP1 सँग प्यारलल छ। कुनसँग प्यारलल? जहिले पनि हामीले बुझ्दाखेरि कुनसँग प्यारलल भन्ने कुरा बुझ्नु पर्यो है। लाइन तान्दाखेरि सुरु गर्दाखेरि कुनसँग प्यारलल छ? EG र FH कुनसँग प्यारलल ल भन्नु? VP1 सँग। त्यही भएर के गर्नु पर्यो हामीले? यो VP1 सँग जोड्न जानु पर्यो। बुझिन्छ? VP1 है। अर्को अब यो लाइनमा पर्छ भन्ने कुरा थाहा भयो। अब यो पोइन्ट गर्दा हामीले के गर्नु पर्यो? स्टेसन पोइन्टबाट र भर्टिकल ड्रप कहाँ आयो? यो पोइन्टमा आयो है। अब यो पोइन्ट भनेको चाहिँ कुनसँग? यो लाइन कुनसँग प्यारलल? VP2 सँग प्यारलल। VP2 सँग प्यारललले तपाईले लाइन तान्यो भने यहाँ चाहिँ आउने भयो। क्लियर? आइडिया आएन? गरिसकेपछि अब यो भर्टिकल ड्रप गर्दाखेरि कहाँनिर इन्टरसेक्ट हुने भयो? F बाट एक्सटेन्ड गरेकोमा इन्टरसेक्ट हुन्छ हो। द्याट इज द रिक्वायर्ड पोइन्ट। त्यो पोइन्ट आइसकेपछि अनि यो केसँग प्यारलल छ त? VP2 सँग प्यारलल छ। VP2 सँग जोड्न जाँदाखेरि तपाईले यो पाउनुहुन्छ है। बुझ्यो? बुझेन भने म तपाईहरुले सिटमा पनि गरिदिन्छु। कस्तो सिटमा गर्ने? ड्युटी जान बस्नु गरेको नि। सानो